आज चाहिँ म छुट्टीको दिनमा चाहिँ टिआरसी कार्ड लिन गएको छु र परदेशमा आएको 3 महिना भइसकेको छ हैन र आज चाहिँ म टिआरसी कार्ड लिन जाँदैछु र घुम्न पनि सँगसँगै घुम्न पनि जाँदैछु र अहिले चाहिँ म एक्लै फर्स्ट टाइम चाहिँ यसरी एक्लै जाँदैछु हैन अब यहाँबाट चाहिँ अब 1-1 घण्टामा चाहिँ बस लाग्ने हुन्छ म यहाँबाट चाहिँ अब हाम्रो नेपालको साझा यातायात भने जस्तै गरेर हैन यहाँ चाहिँ त्यस्तै फ्रीमा चाहिँ बस मा चढ्न सकिन्छ यहाँ चाहिँ नेपालमा चाहिँ अब त्यस्तो अलि व्यवस्था छैन यहाँ चाहिँ फ्रीमै बसमा चढ्न सकिन्छ र अहिले चाहिँ म बस स्टपमा आइसक्यो र त्यसपछि म यहाँबाट कुस्टान्डा जाँदैछु र फर्स्ट टाइमै म चाहिँ यसरी फर्स्ट टाइमको लागि एक्लै बाहिर जाँदैछु यसरी घुम्नलाई हजुरहरू पनि अन्तिमसम्म आइसक्यो हैन फ्री बस चाहिँ यसरी आउँछ गाडी Been a whip fit for a 5 minute GPS saying I misguided. अहिले चाहिँ म फेरि अर्को बस चढिसकेँ टिकट पनि लिइसकेँ मैले यहाँबाट 45 मिनट चाहिँ म अब त्यहाँ पुगेको छु स्ट्यान्डको बस पार्कमा आइपुग्यो अहिले चाहिँ हामी टिआरसी कार्डको अफिसको छेउमा आइसक्यो र मेरो साथमा चाहिँ ऊ पनि बङ्गलादेशको साथी रहेछ तुम बङ्गलादेश के या नेपाल का कैसा लगता है नेपाल तो बहुत अच्छा अच्छा है नेपाल नहीं आया तो या नेपाल या नेपाल अच्छा है या अहिले चाहिँ उसको 2-4वटा फोटोहरू उसको खिच्नको लागि चाहिँ म यतातिर राम्रो सिनहरू हेर्दैछु है फाइनली मैले त्यो टिआरसी कार्ड पाएँ र सबैजनाले चाहिँ 1 महिनाभित्र चाहिँ पाउने रहेछ टिआरसी कार्ड चाहिँ ल हामी ट्रेन स्टेसनमा छु र अब ट्रेन स्टेसनको टिकटहरू सबै लिइसक्यो ट्रेनमा चढेर फेरि यात्रा गर्नेछौँ अहिले चाहिँ म ट्रेन स्टेसनबाट ट्रेन चढिसकेको म सानो पनि हुन थालेँ होइन एकदम राम्रो देखिरहेको छ ट्रेनबाट चाहिँ तलको ट्रेनले चाहिँ हाम्रो के राम्रो दृश्यहरू देखिरहेको छ यो चाहिँ मेरो दोस्रो है फर्स्ट टाइम मैले ट्रेन चढेको भने अहिले चाहिँ म टिआरसी कार्ड लिएर फर्किने बेला चाहिँ बिहान चाहिँ बसमा आएँ अहिले फर्किने बेला चाहिँ म ट्रेन चढेको छु भने आज चाहिँ म टिआरसी कार्ड लिएर फर्किसकेँ र सम्पूर्णलाई अन्तिमसम्म भिडियो हेर्नुभएकोमा थ्याङ्क यू सो मच र पछि पनि यस्तै राम्रो भिडियोहरू हजुरको माझ फेरि भेट्नेछु बाई बाई